तिमी नआउँदाखेरि त म र मम्मी स्कुटीमा घुम्थ्यौँ, मिठो मिठो खान्थ्यौँ। म पनि छुपेर कोही न कोहीबाट त्यसको टेबल निचेबाट म बोल्छु छिनाइदिएको छैन के अग्रम बक्क खतम मोर भन्थे त पुले तिमी त आउँथ्यौ खान्थ्यौ। तिमी नआउँदाखेरि त म र मम्मी होटलमा गएर के खान्थ्यौँ दिनदिनै। मनी त्यसको अलि हुन्छ नि नदेख्ने लुपले सब खाइदिने फेरि बनाउँदै कति मजा आउँथ्यो नि बाबा। तिमी नआउँदाखेरि त म र मम्मी त राति राति फिल्म हलमा फिल्म हेरेर पनि आउँथ्यौँ। मर्निङ कसै नदेख्ने लुपमा आएर बस्थे। कहाँ बस्थ्यो? यहाँ त्यहाँ अरू मान्छेहरू बसेको हुन्थ्यो त। हजुर खोजेर नदेखेर म त आजकै मम्मीको काममा बस्दै थिएँ नदेख्ने लुपले फिल्म। बाला यसै त हलमा कि कहाँ? हलमा होइन बाला हलमा हेरेको त हामीले छक्का पाँच थियो। अस्ति तिमीले भाउजूको युट्युबमा हेरेको थियौ नि। बाला बाला